हाम्रो समाज किन परिवर्तन भएन, हाम्रो सोच किन परिवर्तन भएन? सोच परिवर्तन नहुनु पछाडिका कारणहरू, पहिलो भनेको डर। हामी परिवर्तनसँग डराएका छौँ, केही नराम्रो होला कि भन्ने डरले हामीलाई रोकेको छ। दोस्रो भनेको हाम्रो अहङ्कार, मैले जे गरिरहेको छु ठिक गरिरहेको छु, मलाई कसैले सिकाउनु पर्दैन भन्ने सोच। तेस्रो भनेको चाहिँ हाम्रो समाज, समाजले केही भन्छ कि भन्ने चिन्ताले गर्दाखेरि हामी परिवर्तन हुन सकेका छैनौँ। अर्को हुन्छ हाम्रो चाहना, हामी चाहँदैन, मैले परिवर्तन हुनुपर्छ भन्ने चाहना राखेका छैनौँ, त्यो प्रेरणा छैन भने हामीमा परिवर्तन आउँदैन। र अन्तिममा भनेको हाम्रो ज्ञान, के परिवर्तन भइरहेको छ भन्ने हामीलाई थाहा छैन भने हामी परिवर्तन हुन सक्दैनौँ। र थाहा पाउँदा पनि व्यवस्था गरिरहेछौँ भने त्यसले सोचमा परिवर्तन ल्याउँदैन। यो 2082 सालमा म आफैले आफ्नो सोचलाई परिवर्तन गर्दैछु। अब पालो तपाईको।